नेपाली क्रिकेट इतिहासमा अर्को एक ऐतिहासिक अध्याय थपिएको छ। करण केसीको अविश्वसनीय अलराउन्ड प्रदर्शनको मद्दतले नेपालले एक कठिन लक्ष्य सफलतापूर्वक पूरा गर्दै स्कटल्यान्डमाथि 9 विकेटको शानदार जित हासिल गरेको छ। यस जितले न केवल नेपाललाई प्रतियोगितामा उत्कृष्ट सुरुवात दिलाएको छ, तर नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रामा पनि एक प्रेरणादायी सन्देश दिएको छ। करण केसी, बल र ब्याट दुवैमा चम्किँदै नेपालको जितमा सबैभन्दा प्रमुख योगदान करण केसीको रह्यो। उनले न केवल उत्कृष्ट बलिङ गरे, तर सङ्कटको घडीमा ब्याटिङतर्फ पनि जिम्मेवारी निभाउँदै अर्धशतक प्रहार गरे। यस खेलमा उनले कुल 55 रन दिँदै 2 विकेट लिए। यति मात्र होइन, नेपाललाई जितको नजिक पुर्याउने क्रममा उनले 66 रनको अभिजित पारी खेले। उनी प्लेयर अफ द म्याच घोषित भए। स्कटल्यान्डको इनिङ र नेपालको बलिङ। टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले सुरुवात राम्रै गरे पनि नेपालका बलरहरू क्रमशः हावी हुँदै गए। स्कटल्यान्डले 50 ओभरमा 216 रन मात्र बनाउन सक्यो। स्कटल्यान्डको तर्फबाट चार्ली टियरले 80 रन बनाए भने फिनलेले 55 रन बनाए। नेपालका बलरहरूमध्ये सोमपाल कामेले 2 विकेट लिँदै 66 रन खर्चिए र रिजन ढकालले 2 विकेट लिएर स्कटल्यान्डको मध्यमक्रम धराशायी बनाए। नेपालले 217 रनको लक्ष्य 45.5 ओभरमा मात्र पूरा गर्दै खेल जित्यो। नेपालका ब्याट्सम्यानहरूमध्ये करण केसीले 66 रन बनाए भने कुशल भुर्तेलले 53 रनको योगदान दिए। म्याकम्युनले 3 विकेट लिएका भए पनि नेपालका ब्याट्सम्यानहरूले उनीहरूलाई कुनै ठूलो दबावमा ल्याउन दिएनन्। माइकलले 2 विकेट र जमिसले 2 विकेट लिए। नेपालले कुल 217 देखि 1 को स्कोर बनाएर खेल जित्दा दर्शक दीर्घामा उत्साहको लहर फैलिएको थियो। करण र कुशलबीचको साझेदारीले नेपाललाई सहज जिततर्फ डोर्यायो। यो खेल नेपालका लागि केवल जित मात्र होइन, ऐतिहासिक उपलब्धि पनि हो। 217 रनको लक्ष्यलाई सजिलै चेज गर्नु, र त्यो पनि स्कटल्यान्ड जस्तो अनुभवी टिम विरुद्ध, नेपाली क्रिकेटको स्तरीय विकासलाई स्पष्ट देखाउँछ। करण केसी जस्ता खेलाडीहरूले नेपाली टिमलाई नयाँ उचाइमा पुर्याउने सम्भावनाको सन्देश दिएका छन्।